हेलो गाइज, कमेन्ट पढ्ने हैन त। आज कमेन्ट सेक्सनबाट यति बब्बाल कमेन्ट ल्याएको छु कि हाँसो रोक्न गाह्रो हुनेछ। मुड फ्रेस त पक्कै। ल हेर्नुस् गाइज, वान साइड लभ गर्नुको नतिजा। यदि तिम्रो बोयफ्रेन्ड थियो भने म चाहिँ को नि? तिमी त मेरो साथी हो। यतिको दिनसम्म हामी यति नजिक भयौं। तिमीलाई मैले यहाँ राखेको थिएँ। मलाई यति धेरै माया देखाएर आज जस्ट फ्रेन्ड। रुद्र, तिमी त मेरो बेस्ट फ्रेन्ड हो। राख्ने ठाउँ नै त्यस्तो रहेछ अनि एकचोटि पाडेपछि निस्किन बाध्य भयो होला नि। कस्तो राम्रो ठाउँमा राख्नु भएको। तिमीलाई मैले यहाँ राखेको थिएँ। चाकमा राखेको रहेछ माया, अनि कहाँ बुझ्छ त। राख्ने ठाउँ त्यहाँ रहेछ, हामी भने दिलमा राखिरा के टिक्थ्यो र। राम राम। अब म केही बोलिन, भिडियो मात्र प्ले गर्छु। टाउको भित्र पस्ला दाजु। हो रहेछ, शिरमा हिमाल नै रहेछ। Are you comedy me? हिमालको हिउँ पग्लेर भिज्ला ब्रो जिउ। ये गडबड है बाबा। हिमाल जङ्गल। हिमाल हाँसेको हेर्न चाहन्छु म। त्यो हिमालमा हामी चढ्न मिल्ला कि नमिल्ला? नेपाली शुद्ध बाहुनलाई कसले इन्डियन भनिदिएछ फेरि? ल हेर्नुस्। मलाई कोही इन्डियन मान्छे आएर ओ माय गॉड आर यु इन्डियन, आर यु फ्रम इन्डिया गर्दा त मलाई केही जस्तो लाग्दैन। तर त्यही ठाउँमा नेपाली मान्छे आएर ओ आर यु फ्रम इन्डिया, सायद हामी एउटै माला नेपाली, साथी एउटै माला नेपाली। I don't look like Nepali or like what the hell is going on? Nepali Sutta Baun. What are you talking about? Timi Indian. अबे साले जो एउटै माला नेपाली साथी, एउटै माला नेपाली। के भन्नु हैन? नेपाली हो मा? बाउनमा बाउ। यस्तै बुढी पर्छ कि भन्ने डरले अहिलेसम्म बिहे गरेको छैन मैले। छेरे होला यार त्यस्तै चिच्याउँदा त। तर नेपाली सुत्ता बाहुन। उपचारको क्रममा मोबाइल किन दिएको के पेसेन्टलाई? बिउ इन्डियन होला। बुहारी बनाउने सोचेको सासु कुटपिट गर्छिन् होला जस्तो लाग्यो। हिँडाइ पनि के साह्रो दामी हो। हेर्नुहोस् हाम्रो नेपालको एकमात्र चर्चित मोडल। के हो र, म त गङ्गाटा हिँडे जस्तो देख्छु त। कर्कट राशि हुँ म, चाल अलि टेढो छ। यसरी हिँड्न अरूले सिकाए कि आफैले सिक्नु भएको दिदी? के दुखेको हो यो दिदीलाई? बाङ्गो न बाङ्गो हिँड्छ त। क्यामेरा त्यस्तो हो कि मान्छे त्यस्तो हो कि मेरो आँखा त्यस्तो हो? ल हेर्नुहोस्, फेरि यसलाई यहाँ तिहार लागेछ।
त्यो जिब्रोलाई न्याय दे सरकार। उफ, नसकिने भयो। देउसी भैलो खेल्न यी नानीलाई राति नलानु होला, बालबालिका डराउने सम्भावना। तिहार लागेछ प्रभु। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। नेपालको हुन नसकेको एक्टरलाई पनि यसो एक नजर लगाइदिउँ त गाइज। आलुको चाना मासुको पिस, आलुको चाना मासुको पिस, अरूलाई मुस्कान हरिना तिमीलाई किस, अरूलाई मुस्कान हरिना तिमीलाई किस। आगे आगे मोटरसाइकिल पीछे पीछे कार, आगे आगे मोटरसाइकिल पीछे पीछे कार, सबने दिया मंद मुस्कान हरिना तुमने दिया प्यार, सबने दिया मंद मुस्कान हरिना तुमने दिया प्यार। मेरा ये शायरी आप लोग कैसा लगता है? अच्छा लगता है तो लाइक कमेंट सब्सक्राइब शेयर फॉलोअर्स सब करना, ठीक है। मैं आगामी दिन में भी मैं ऐसा वीडियो शायरी वीडियो लेकर उपस्थित होता हूँ। मेरे के शायरी आपका ठीक लगता है तो लाइक कमेंट करना, सलाह सुझाव देना, ठीक है। मैं आपके लिए मैं विदाई होना चाहता हूँ। हस्त तो धन्यवाद। मैं भाइरल बोय। त मुर्दारलाई कसले देला र किस, तेरो यस्तो हावा गफले भइसक्यो दिमाग ठिस। आई लभ यु हरिना, तिम्रो गीत सुनेर म झन्डै मरिन। मेरा ये शायरी आप लोग कैसा लगता है? अच्छा लगता है तो लाइक कमेंट सब्सक्राइब शेयर फॉलोअर्स सब करना, ठीक है। फॉलोअर्स सब करना, ठीक है। फलोवर्स गर्ने त अप्सन नै छैन त। हरिना त हरिना, तर यस्तै यस्तै कुरा गरी बस्यो भने अबदेखि मैले चाहिँ तिमीलाई लाइक गरिन। को हो यो हरिना फेरि? मुझे नहीं मालूम। मैं फॉलोवर्स करता हूँ आपको। उठा ले रे देवा, उठा ले रे बाबा। ल हेर्नुस्, डन आयो डन फेरि। यहाँ डर नलागे पनि डराएको जस्तो गर्नु फेरि। जेम्सी बेहोस। अबे साले। अरू कुरा जे जस्तो भए पनि आँखा र गीत मन पर्यो। यता फेरि अर्कै दुनियाँ छ। ल गाइज, आजको लागि यति नै। यदि तपाईँलाई पनि हाँसो लाग्यो भने लाइक र सेयर ठोक्नु होला र सब्सक्राइब गर्न पनि नबिर्सिनु होला, किनभने अर्को भाग अझै धमाका कमेन्टहरू लिएर आउनेछु।